हिजो भएको वेस्ट इन्डिज भए साउथ अफ्रिकाको गेम डेन्जरै भएको हो। किन भनेपछि इन्डियालाई फाइदा भएको छ है। हिजो वेस्ट इन्डिज भए साउथ अफ्रिका गेममा साउथ अफ्रिकाले चाहिँ विन गरिसक्यो, 9 विकेटले विन भएको थियो। यस्तो पनि खेल खेलेर हुन्छ। जुन यस्तो डेन्जर टिम वेस्ट इन्डिजसँग यस्तो रनले पराजित हुनु, यस्तो विकेटले पराजित हुनु अलि ठुलो कुरा नै हो है। सुपर 8 भित्र अहिले वेस्ट इन्डिजले अस्ति नै भर्खरै इन्डियालाई हराएको थियो र साउथ अफ्रिकाले पनि इन्डियालाई हराएको थियो र यहाँनिर साउथ अफ्रिकाले र इन्डियालाई हराउँदाखेरि इन्डियालाई बेजोकै भएको थियो। किनभने सुपर 8 को खेलमा 0 विन भएको थियो। आज हिजो मात्र एउटा गेम जित्यो र बवाल थियो। एउटा माक्रम 85 रन प्लेयर अफ द म्याच बनेका थिए रियान रिकल्टन। उनी त्यस्तै खेल्छ। क्विन्टन डिकक त्यस्तै 45 अनि 47 49 को रन खेलेको छन्। त्यस्तो खेलेर हुन्छ र अनि उतातिर रोमरियो सेफर्ड भन्नेले राम्रै खेलेर रहेछन्। अब त्यस्तो खासै चलेको छैनन् कि उताको प्लेयरहरू चाहिँ चलेको रहेनछन्। निगडीले चाहिँ 2 हो कि 3टा विकेट लगेका छन्। अनि त्यस्तो प्लेयरहरू धेरै ठिकै विकेटहरू गएको छ। बवाल छ गेम चाहिँ, मलाई ठिक लाग्यो है। अब हेर्न बाँकी छ, इन्डियालाई फाइदा भएको छ। साउथ अफ्रिकाले चाहिँ उसलाई के भन्छ वेस्ट इन्डिजले हराउँदाखेरि इन्डियालाई फाइदा भएको छ। अब हेरौँ सुपर 8 को फाइनलमा चाहिँ साउथ अफ्रिका पुगिसक्यो र अब इन्डिया पुग्छ कि नै यो कुरा हेर्न बाँकी छ है त।